हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। सो आजको भ्लग के छ भन्दाखेरि चाहिँ हामी चाहिँ आज सम्पूर्ण मोरङको नृत्य टोलीहरू चाहिँ बिर्ता मोड जाँदैछौँ। बिर्ता मोडमा चाहिँ आज हाम्रो विभिन्न संस्थाहरूसँग चाहिँ फुटबल टुर्नामेन्ट छ र सरहरू सबैसँग मिलेर हामी चाहिँ जाँदैछौँ। सो फाइनली हामी बिर्ता मोड पुगेका छौँ र बिर्ता मोडमा चाहिँ हाम्रो एकजना एलसी सर भन्ने हुनुहुन्छ, एलसी श्रेष्ठ, जो चाहिँ बिर्ता मोड जेसिसको अध्यक्ष पनि हुनुहुन्छ र उहाँले चाहिँ हामी सम्पूर्ण मोरङको नृत्य टोलीहरूलाई चाहिँ उहाँले जेसिस अफिसमै लगेर खदा लाएर स्वागत गर्नुभयो र उहाँले स्वागत गरिसके लगातै हामीले पनि उहाँलाई धन्यवाद दिँदै दुई हात जोडेर ताली बजाएर धन्यवाद दियौँ। सो हामी यो कार्यक्रम सकिसके पछाडि फुटसलमा पुगेका छौँ। सो हामी फुटसलमा पुग्ने बित्तिकै त्यहाँका सरहरूले चाहिँ ल ढिलो हुनुभयो तपाईँहरू ल भन्दै भन्नुभयो र अगाडि म्याच भइरहेको थियो र उहाँले हामीलाई नै पर्खेर बस्नुभएको थियो र उहाँहरू सबैजनाले ल रेडी हुनुहोस् भन्नुभयो र हामी पुग्ने बित्तिकै हतार रेडी हुँदै हामी फाइनली रेडी भयौँ। र सो हामी यहाँबाट ट्राभल गरेर गएको कारणले गर्दा चाहिँ थाकेका थियौँ, यसो फ्रेस हौँ न त भनेर साधन सरमा चाहिँ फ्रेस हुनको लागि चाहिँ जाँदैछौँ, मुखसुख धोएर यसो फ्रेस भइदिउँ भनेर। र हाम्रो फाइनली म्याच पनि सुरु भइसकेको छ र हाम्रो फाइनली म्याच चाहिँ ब्याङ्करहरूसँग, जो चाहिँ ब्याङ्कमा काम गर्नुहुन्छ उहाँहरूसँग चाहिँ हाम्रो म्याच भएको छ र उहाँहरूलाई सँग हाम्रो चाहिँ टक्करको म्याच परेको थियो। सो हामीले उहाँहरूलाई 8 स्कोरले हामीले उहाँलाई जित्यौँ र फाइनली हाम्रो फर्स्ट म्याच हामी जितेर हामी रेस्ट रुमतिर गयौँ र एकदमै थाकेको अवस्थामा चाहिँ हामीलाई पदङ तामाङ सरले चाहिँ हामीलाई एनर्जी ड्रिङ्कको स्पोन्सर गर्नुभएको थियो। सो हामी एनर्जी ड्रिङ्क पिउँदै सान्सर र म चाहिँ यता हाम्रो अर्को नेक्स्ट म्याचको लागि वेटिङ गरेर बसेको थियौँ। त्यसैमा हाम्रो फुटबलको जति पनि हाम्रो टुर्नामेन्टको टाइम थियो त्यो सक्यो भने पछाडि चाहिँ हाम्रो सेमी फाइनलमा त हामी पुगेको थियौँ र त्यो विषयमा यति ल्याङ भइरहेको थियो किनकि टाइम फुटसलले टाइमै नदिने, हामीलाई टाइम नपुगेको त्यस्तो भइरहेको थियो। त्यस पछाडि हामी त्यहाँबाट निस्केर गयौँ। सो हाम्रो आफ्नै भेन इबी भएको रिजर्भ भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ खाजा खान गयौँ। नेवा चापा भन्ने नेवारी रेस्टुरेन्ट रहेछ बिर्ता मोडमा चाहिँ, जो चाहिँ बाहिरदेखि हेर्दा पनि एकदमै ब्युटिफुल लाग्यो मलाई चाहिँ। यहाँको सजावटहरू, यहाँको डिजाइनहरू एकदमै दामी मन पर्यो। त्योभन्दा नि मलाई अचम्म लागेको कुरा चाहिँ के भन्दाखेरि चाहिँ यहाँभित्र छिर्दाखेरि चाहिँ हामीले जुत्ता र चप्पल खोलेर छिर्नु पर्दो रहेछ र सो सरले पनि मलाई जुत्ता र चप्पल खोल्नुपर्ने रहेछ सर भन्ने बित्तिकै मैले आफ्नो जुत्ता खोल्न थालिहालेँ र मैले जुत्ता खोल्दै गर्दाखेरि सरहरू सबैजना भित्र छिर्नु भयो र म पनि हतार जुत्ता खोलेर भित्र छिर्न थालेँ र जब म भित्र छिरेँ मलाई एकदमै दामी लाग्यो, मलाई एकदमै मजा आयो। किनभने यहाँनिर चाहिँ यो रेस्टुरेन्टभित्र चाहिँ नेवारी चिजहरूले एकदमै सजाएको, नेवारी कल्चरहरूले सजाएको चिजहरू रहेछ र यहाँको वेटरहरूले पनि नेवारी ड्रेसहरू लाएर हामी सबै कस्टमरहरूलाई सर्भ गरिरहेको थियो र यतिकैमा हामी सबैजना मिलेर भटाभट डिसहरू अर्डर गर्न थाल्यौँ। सरले के भन्दा अर्डर गर्नुभयो र फाइनली हाम्रो डिस पनि आइसकेको थियो र फाइनली डिस आइसकेपछि के मगाउनु भयो थाहा भएन, तर खानामा एकदमै मजा आइरहेको थियो। नेवारी खानाहरू एकदम सबैजना रमाइ खाँदै थियौँ। सो मिठो पनि भइरहेको थियो। यतिकैमा खाइसके पछाडि हामी सबैजना घरतर्फ लाग्यौँ र फाइनली म चाहिँ घरमा आइसकेको छु र रातको 11 बजिसकेको छ। आजको दिन एकदमै दामी भयो। सो आजको भिडियोलाई यहाँ इन्ड गर्दै सबैजनालाई बाई बाई।